हेलो गाइज, आज चाहिँ मेरो दिदी र म के अरे मर्निङ वकमा आएको। हाम्रो हालत चाहिँ यस्तो छ त अहिले। हेलो भन्। हेलो। अनि हामी चाहिँ कति किलोमिटर हिँड्छौँ दिनको? 3 किलोमिटर हिँड्छौँ। तपाईले आइज न भ्लगमा आइज। ओके। यो चाहिँ उसकै फोन हो, उसकै फोनबाट बनाएको भ्लग हो। अहिले फेरि चुइस भन्छ। मेरो च्यानलमा हाल्ने हो। जुन च्यानल चाहिँ हामीले बनाएको छैन, हामी पछि बनाउँछौँ। इन प्रोसेसमा छ हाम्रो च्यानल। यो चाहिँ अहिले हामीले भ्लग मात्रै बनाएको हो। मर्निङ वक गर्दै ठमक ठमक गरेर हामी कति केजी घटाउने अरे? हामी 5 केजी घटाउने हाम्रो टार्गेट छ। म 10, म अलिक मोटी छु। यो 10 म 5 केजी घटाएर म 45 केजी हुन्छु। यति लिकमन वाला गीत कुन अरे? तुम्हारे पतली हो इतना भी वालामा रिल बनाउने भनेर यति मेहनत गरेको। खासमा चाहिँ हामीले हामी अब हाम्रो भ्यूहरु पनि देखाइदिएन। अब हाम्रो एकदम के अरे मर्निङ भ्यू चाहिँ दामी छ। त्यो भ्यूहरू चाहिँ दामी छ, मर्निङ भ्यू। यो चाहिँ टिकटकमा भाइरल हुने त्यो सिरु गाडी। अनि यो चाहिँ हाम्रो 5 केजी वेट घटाउने दिदी। अनि सनराइज मर्निङ। यो चाहिँ हाम्रो एचएमसीले पावर प्लान्ट गरेको हो। अब कुद्दै ऊ चाहिँ मर्निङ वकले वेट घटेन अरे। र अब के अरे मर्निङ रन गर्ने अरे। त्यसरी 2 पाइला कुदेर चाहिँ को गर्छ? अयो भएन। ट्र्याक्टर आयो अहिलेलाई। बाई बाई। मचल्ने माये देनाल भन्दै ठुमक ठुमक। हाम्रो यो फेक ब्युटी हो। हाम्रो रियल ब्युटी चाहिँ ब्युटी क्यामेराबाट मात्र आउँछ होइन। यो चाहिँ हाम्रो फेक ब्युटी हो। यो चाहिँ हाम्रो मर्निङ भ्यू हो। This one is our morning view in Japa. It's nearly 6:30. भनेर हल्का इङ्ग्लिस हाल्नेको मैले चाहिँ। अनि हामी चाहिँ एकदम मेरो चाहिँ 5 केजी चाहिँ म घट्ने भनेर मैले सोचेको छु। यसले चाहिँ 10 केजी हुने चाहिँ, बट वी आर नट स्योर। यहाँ चाहिँ अब हाम्रोमा चाहिँ दुर्गा पूजाको एकदम धेरै माहौल चलिरहेको क्या। त्यही भएर यता पनि पर त्यो सेतो देख्छ नि, त्यो मन्दिर हो। त्यहाँनिर पनि एकदम भजन भइरहेछ। अनि ऊ पर पनि भइरहेछ। अनि बिचमा गुम्बा पनि छ। एकदम मर्निङको भ्यूहरू चाहिँ दामी हुन्छ। अनि यो चाहिँ हाम्रो भाइरल टिकटक हुन्छ नि, टिकटकमा पछि अब केटीहरूले बनाउँदै जान्छन् होइन, त्यो हो। अनि हामी चाहिँ अब यसै गर्दै हिँडिराखेका छौँ। अनि यसरी नै जिउै देखाएको हो त, जिउ घट्नु पऱ्यो नि त। यो हाम्रो बाटो चाहिँ बिहान चाहिँ एकदम शान्त हुन्छ। 1-2वटा बाइकहरू हुन्छ, नभए चाहिँ एकदम शान्तै हुन्छ होइन। अनि त्यही हो, अहिले दसैँको बेलामा वेदर इज सो गुड। तर दिउँसो चाहिँ एकदम घाम लाग्छ होइन, घरबाट निस्किनै सकिँदैन। तर बिहानको भ्यू चाहिँ यो चाहिँ हाम्रो छेउको खोला हो, निन्दा खोला हो। हाम्रो घर छेउमा छ यो चाहिँ। हाम्रो घर चाहिँ यो साइडमा छ उतापट्टि। अनि यो चाहिँ बााउन्ड्री स्टार्ट अफ होटल मेची क्राउन 5 स्टार होटल अफ आवर टाउन। यस्तै छ। अहिले देखाइदिन्छु म त्यो पनि।